त्यो पाराले बजाउने गर्छौँ। अहिले तपाईँले देख्नु हुँदैछ भक्त राईले चाहिँ हाम्रो नोसुङ अनि तोकाया भनेको चाहिँ एसिस्टेन्ट, हाम्रो नोसुङको एसिस्टेन्ट हो। उहाँलाई स्वागत गरेर अगाडि ल्याउनु भएको छ। ढोलको ताल परिवर्तन भएको सुन्नुभयो होला। साधारणतया नाच्दाखेरि यो ढोलको ताल बजाउने गरिन्छ। हामी यसरी घरमा जब नोक्सुङ आइपुग्नुहुन्छ, नोक्सुङसँग उहाँको तोकाया आइपुग्नुहुन्छ, त्यहाँदेखि घरभित्र लगेर यो पितृ पूजा सुरु हुन्छ। अहिले जुन नाच हाम्रो नृत्य समूहले यहाँ सेउलीको वरिपरि नाचिरहनु भएको देख्नुहुनेछ। तर साधारणतया यो तपाईँहरूले बुझ्नुपर्छ कि घरभित्र पूजा भइरहँदाखेरि नृत्य गर्ने टोलीहरूले चाहिँ घरको आँगनमा नाचेको सम्झिदिनु होला। यो समयमा हाम्रो नोसुङहरू घरदेखि भित्र जानुहुन्छ, त्यहाँदेखि पूजापाठ सबै सुरु हुन्छ। यो पितृ पूजा गर्ने परम्परालाई हामी साधारणतया हुइलुम भन्छौँ र यस प्रक्रियालाई हुलु खुद्दाउने भन्छौँ। हुलु खुद्दाउने भनेको हरेक घरमा जाने अनि हुलु खुद्दाउने। यो चाहिँ हाम्रो नोसुङले र उहाँको तोकाया अनि उहाँसँग कोही पाहुनाहरू हुनुहुन्छ, उहाँहरू भित्र गएर पूजापाठ गर्न सुरु गर्नुहुन्छ। त्यो गरिरहँदा आँगनमा नाच्ने नाचलाई चाहिँ हामी साधारणतया हुलु खुद्दाउनु आएको हाम्रो टोलीहरू भन्ने गर्छौँ। अहिले सिली सुरु हुन लागिरहेको छ। तपाईँहरूले देख्नुहुन्छ अहिले प्रदर्शन गरिरहेको सिलीलाई साधारणतया हाम्रो भाषामा वापासिली भनिन्छ। वापासिली भनेको चाहिँ कुखुराको भाले, मेल चिकन। कुखुराको भालेको ठुलो भूमिका छ हाम्रो एन्सेस्टर्सहरूले। हाम्रो संस्कृतिमा चाहिँ यो कुखुराको भालेको ठुलो भूमिका चाहिँ के छ भन्दाखेरि यो भालेले नै हो। जुन बेला हामीसँग घडी थिएन त्यो भालेले नै हो बिहान भयो। त्यसले गर्दाखेरि हामी अनर अफ द चिकन त्यसको लागि हामी भाले सिली गर्ने गर्दछौँ। तपाईँहरूले भित्र यति बेला देखिरहनु भएको छ नाच भइरहेको बेला पनि भित्रपट्टि घरभित्र चाहिँ पाहुनाहरूसँग के अरे घरबेहुतीले चाहिँ परामर्श गरिरहनु भएको छ। साथै नोसुङले चाहिँ यतातिर आफ्नो कार्यक्रम गरिरहनु भएको देख्नुहुनेछ। अहिले मैले भनेको यो सिली कसैले मिस आउट गर्नुभयो भने यो वापा सिली हो, जुन चाहिँ हामीले यसलाई भाले सिली पनि भन्ने गर्दछौँ। अहिले तपाईँहरूले यहाँ घरमा छोरी चेलीहरूले मुखमा कुनै चिज खुवाइरहेको देख्नुहुँदैछ। यो भनेको चाहिँ हाम्रो भाषामा यसलाई तिम्सा गरेको भनिन्छ। र तिम्सा गर्नु भनेको चाहिँ एउटा रेस्पेक्टफुल्ली हरेक गेस्टहरूलाई हाम्रो परम्परामा चाहिँ मुखमा लगेर विशेष गरेर अल्कोहल खुवाउने एउटा प्रचलन छ। त्यसलाई हामी तिम्सा गर्ने भन्छौँ। अनि यो चाहिँ वास्तवमा भन्यो भने छोरी चेलीहरूले नोसुङ र हाम्रो तोकायालाई मात्रै नभएर उहाँहरूले चाहिँ यहाँ नाच्ने ढोलले सबैजनालाई विशेष गरेर खुवाउनु पर्ने हुन्छ। तर हामीसँग त्यो समयको पाबन्दी छ अनि हामीले छोटो समयमा सबै कुरा देखाउनु पर्ने भएकोले गर्दाखेरि हामीले यहाँ सबैजनालाई गरेर देखाउँदैनौँ। अब तपाईँहरूलाई हामीले फेरि अर्को सिली जान लागिरहेको छ। तपाईँहरूले ढोलको तालबाट पनि थाहा पाउनुहुनेछ। अनि सिलिमोपा जसले फेटा लगाउनु भएको छ उहाँले फेटा लगाएर नाच्ने हामी सिलिमोपा। द्याट मिन्स all the dancers have to follow the सिलिमोपा. He is the leader of dancing squad. Okay, अहिले जुन सिली भइरहेको छ यो चाहिँ हामी औवा सिली भन्छौँ। औवा सिली भनेको चाहिँ नेपाली भाषामा कागे भन्छ, काग भन्छ। तर हामी चाहिँ कागे सिली भन्छ होइन। कागलाई कागे भन्ने चलन छ। त्यो कागे सिली हो यो काग। It's a silly name is a crow. This is the silly for the honor of crow because
मेसेन्जर है हाम्रो मेसेन्जर भनेर हामीले कागको अनरमा हामी यो सिली गर्ने गर्दछौँ। तपाईँहरूले अरूतिर पनि सुन्नुभएको होला, कागलाई एउटा मेसेन्जरको रूपमा लिइन्छ। साथै अहिले भित्रपट्टि घरमा मैले धेरै देख्न पाइरहेको त छुइनँ, हाम्रो दर्शकहरू अगाडि आउनु भएको छ। अहिले हाम्रो पाहुनाहरूलाई उहाँले स्वागत सत्कार गरिरहनु भएको छ। ढोकभेट कार्यक्रम भइरहेको छ। हाम्रो किराँत राईहरूको आफ्नै ढोकभेट गर्ने एउटा प्रचलन छ, त्यो अनुसार त्यहाँभित्र ढोकभेट पनि भइरहेको देखिरहेको छु। अहिले गरिरहेको सिली म फेरि भन्न चाहन्छु कागे सिली हो, जुन यो सिलीहरू चाहिँ सम्पूर्ण किराँती राईहरूले यही सिली गर्छ भन्ने छैन। म तपाईँहरूलाई फेरि पनि जानकारी गराउन चाहन्छु। यो चाहिँ एउटा साधारणतया सिलीहरू चाहिँ हरेक खोलाले काटेको सिली अनि भाषा प्राय गरेर हुने गर्थ्यो, पहिला नै धेरै पहिलाको कुरा हो। त्यसले गर्दाखेरि यो चाहिँ पूर्व नेपालको खोटाङ जिल्लाको दक्षिणी भागमा पर्ने टुवा खोलादेखि पूर्व अनि टुवा कृपया कान बन्द गर्नु, टुवा खोलादेखि पूर्व अनि सावा खोलादेखि पश्चिम त्यति भित्रको अधिकांश किराँत राईहरूले यस प्रकारले आफ्नो पितृ पूजा गर्ने प्रचलन छ। त्यही हामीले प्रस्तुत गर्न गइरहेका छौँ। For our guests, that I'd like to inform you that this is not the only type of silly we do. There are many other types of Kirat Rai, different languages. We've got still alive, spoken 28 languages or more in our community. And currently, तपाईहरुले देख्नु भएको सिलीलाई चाहिँ हामी यो रैछाकुलेको अनरमा हामीले नाच्ने सिली हो। यो सिलीलाई चाहिँ हामी खोजिलिप्पा भन्छौँ। रैछाकुले, who was रैछाकुले? In our history, the ancestors have their different roles they played to develop our हाम्रो आफ्नो किराँत राईहरूको यो रैछाकुले चाहिँ को भन्ने विषयमा चाहिँ there were two sisters who have actually started to making a cloth for a people that are उहाँहरू चाहिँ रैछाकुले हुनुहुन्थ्यो, उहाँको अनरमा गरेको सिली थियो अघि गरेको। अहिले गरिरहेको सिलीलाई हामी साधारण भाषामा मोछामा सिली भनिन्छ। यसको नेपालीकरण चाहिँ छैन। यो मोछामा सिली किन भनिन्छ भन्दाखेरि यो प्रयोग गरेर किराँतीहरू राईहरूको घरमा मात्रै राखिने एउटा रेसिडेन्सियल प्रेयर वर्सिप गर्ने एउटा देवता थान भन्दा पनि हुन्छ। यो मोछामा सिली चाहिँ हरेक घरमा मोछामा हुने भएको कारणले गर्दाखेरि हामीले मोछामा सिली गर्ने गर्छौँ। यो दिस इज रेसिडेन्सियल वर्सिप प्लेस। एभ्री किराँत राई हाउस ह्याज वान। त्यो मोछामा सिली अहिले यहाँ प्रदर्शन भइरहेको छ। Wherever you are placed, be at the station. We've got an emergency. All right, go to the paramedic tent. We've got an emergency. Thank you. There was a little bit of distraction.
है यहाँनिर हामीसँग अलिकति समस्या भएको कारणले गर्दाखेरि यो भएको हो अहिले मोछामासिली कन्टिन्यू भइरहेको छ मोछामासिली कन्टिन्यू भइरहेको छ and also I'd like to give some information about Kirat Rai. We have more than, as I told you, we've got more than still spoken 28 or more languages within Kirat Rai, whereas we have got only, according to the record of census 2001, according to that record, there are only 600,000 up and down Kirat Rais all over this world, but still we have got lots of this kind of cultures and languages we still practice. अहिले हामीले अघिदेखि भनिरहेको छु तपाईहरुलाई मैले एउटा कुरा भन्न बिर्सेको हाम्रो जसले तपाईले हाम्रो सिलिमोपाको देब्रेपट्टि देख्नुहुन्छ भने एकजना यहाँ माथि ठुलो जुन फेरि के भन्छ त्यो लगाएर नाचिराख्नु भएको छ उहाँलाई सिलिमोमा भनिन्छ यो चाहिँ फिमेलहरूको लिडिङ डान्सर हो नाच्दाखेरि यसरी गीत गाउँदै नाच्ने प्रचलन छ यो प्राय गरेर ढोलेले गीत गाउँछ त्यहाँदेखि सबै नाच्ने हाम्रो सिलिमोपा अनि अन्य नाच्ने मानिसहरूले पनि त्यो गीतलाई फलो गर्ने प्रचलन छ हामीले 5 वटा सिली प्रदर्शन गर्छौँ भनेका थियौँ यो 5 वटा सिली मध्ये यो अन्तिम सिली हो अन्तिम सिली हामीले अब प्रदर्शन गर्न गइरहेका छौँ साधारणतया यो हुलु खुट्टाउँदाखेरि चाहिँ हरेक घरमा कम्तीमा 20 to 30 मिनट नचुङले समय बिताउनुहुन्छ अहिले यहाँनिर नाचिरहेको सिली चाहिँ तावा सिली हो हाम्रो तावा सिली भनेको चाहिँ मयूर पिकअप सिम्बल अफ ब्युटी हैन त्यो सिली अहिले गरिरहनु भएको छ मयूरको अनुहारमा भनौँ अहिले यो सिली हामीले यस बेला तपाईहरुले देखिरहनु भएको छ हामीले सबै कुराहरू घरभित्र के हुन्छ त्यो चिजहरू कभर गरेका छैनौँ अहिले नछुङले घरबेटीलाई घरको अवस्था के छ कस्तो छ उहाँले देखेको कुराहरू के छ उहाँले बताउनु हुँदैछ घरबेटीले उहाँलाई देखिरहनु भएको छ नमस्कार गर्दै हुनुहुन्छ हवा गर्दै हुनुहुन्छ यो भनेको चाहिँ हाम्रो बिलिभ अनुसार उहाँले हरेक यस्तो चिजहरू हुन लागेको दुर्घटनादेखि लिएर राम्रो नराम्रो सबै चिजहरू देख्ने शक्ति हुन्छ भन्ने हाम्रो विश्वास छ त्यसै क्रममा उहाँले घरबेटीलाई यस्तो यस्तो कुराहरू भन्नु हुँदैछ यो साथै यतातिर पाहुनासँग घरका छोरीचेलीहरू इङ्गेज भइराखेको देख्नु हुँदैछ तपाईहरुले यो अन्तिम सिली थियो यो सिली चाहिँ हामीले औवा सिली यो मयूर सिली मयूरको अर्डरमा गरेको सिली यसलाई तावा सिली भनिन्छ र फेरि पनि म भन्न चाहन्छु यो सबैले तावा सिली नै भन्छ भन्ने पनि छैन अनि सबैले तावा सिली अथवा मयूर सिली यसरी नै प्रस्तुत गर्छ यसरी नै नाच्छ भन्ने हुँदैन हरेक भाषा सबै हामीले मयूर सिली गरे पनि हरेक भाषा स्थान हुन्छ नि त्यो अनुसारले हाम्रो फरक तरिकाले प्रस्तुत गर्ने गर्दछौँ
अब सिनेमा र सिनेमाले यो नाचलाई अगाडि बढाउँदै लाँदै हुन्छ। सायद उहाँहरू यहाँदेखि अर्को घरमा जानुहुन्छ। यो अब सिडी सकिएर नाच्ने हाम्रो सिनेमाको टिमहरू जान लागेको तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो क्रममा नोचौसँग ट्राई गरेर हाम्रो ज्वाइँचेला आफन्तहरू सँगै हिँड्ने प्रचलन छ। यसलाई यस्तो व्यक्तिहरूलाई हामीले नर्मली पाहुना भन्ने गर्छौँ। अनि यो कार्यक्रममा तपाईँहरूले एउटा देख्नु भएन अथवा त्यो अन्तिम कार्यक्रम हुँदाखेरि चाहिँ घरबेटीले हामी सायरामा भन्छौँ यो फुल लगाउने प्रचलन छ। नोचुङको फेटामा अब पातमा सिउरेर थोरै केही रकमहरू लगाइदिने प्रचलन छ। टोकाया ढोले सिलिमोपासीहरूलाई पनि यो गर्नुपर्ने हो। तर समयको पाबन्दीले गर्दाखेरि हामी